दिवाना कट ल साथीहरू हेर्न सक्नुहुन्छ दिवाना कट हाम्रो ब्लगको नाम छ उटप्याटाङ ब्लग अहिले हाम्रो ब्लग पोस्ट हुँदैछ मनोज ठाकुर ब्लगबाट मनोज ठाकुर धरान 3 तपाईहरु आउन सक्नुहुन्छ हाम्रो दोकानको लोकेसन रहेको छ यो टक्क छ अहिले माथितिर यो पिण्डेसटी जाने बाटो भयो टक्क यसको यतापट्टिको अपोजिट साइडमा टक्क देख्न सक्नुहुन्छ लभ इज हेयर कटिङ भनेर तपाईं देख्न सक्नुहुन्छ के गर्छ 3-4 चोटी कटिन्छ कि यो कट काटेर 3टा मात्र ल ठीक छ बिहे गरेकोहरुले पनि घरमा छोराछोरी छोडेर आउन सक्छ भागेर आउँछ अनि तयार गर्छ सब्जीहरु पनि छोडेर आउँछ त्यही माथि दोस्त पौडी हो कति गोली पडेको हुन्छ अब कति बोर्डरमा मात्रै गोली चलाउने अब यहाँ धरानमा पनि गोली पडेको हुन्छ अब यहाँ गोली चलाउनु पर्यो बस बिहेमा आयो त त्यसलाई ट्रेडिङ पनि खानु पर्छ हौ वर ठुलो भएन घाँस मेरो त कहिले यस्तो हान्दिनु न त डेटिङ हो त वारमा जानुपर्छ म भन्दा उता काका हो सबको सबैको काका अनि भयो नि अनि यहाँ ट्रेडिङ गरी खाइदिनु उता अगाडिबाट आज वार खूब खराबमा जाँदैछ भान्जा काका हो काका उम् काका त खतरनाक हो इन्टरनेसनल काका पहिला गन्ना खेतमा जान्थ्यो नि काका हो मकै गाडी हिँड्दैन कहिले आउँछ काकाको मकै त बनाइदिनु पर्यो आज नि यहाँ तिमीहरू गाउँको नाम के अरे हाम्रो काला बजार काला बजार त पहिला सबै हरियो हरियो थियो 10 साल झाडीतिर पऱ्यो त्यहाँदेखि सबै काला काला हुँदै क्या त्यो पत्ताहरू मरेर कालो भएर त्यति काला बजार नाम खालि भिडियो बिगारेर चाहिँ पार्टनर रहेछ अरे क्या तिमीलाई बोल्नै आउँदैन हो भिडियो गर्दाखेरि बिगारिहाल्छ केही छैन हामी यो भिडियो पनि हालिदिन्छौँ टाक्नु पार्दाखेरि के छाडा कुरा बोलेर नि बिचरा यत्रो राम्रो लामो भिडियो भएको थियो लास्टमा चाहिँ बिगार्नु केही छैन तर हामी यो भिडियो हाल्छौँ ल दिवाना हेयर कट अरे हेयर नगाडिकन दिवाना दारी कट दिवाना बियर कट के कहाँ गर्न आँटेको यस्तो दाढी बनाइदिन्छु नि सुक्नेका आउने के गर्छन् गराउँछ सुक्नेका ल ल ल त्यो के अरे मद्रासी एक्टर रामचरण पनि आउँछ होइन दाढी बनाउन यो देखेर दयाङ राईले पनि दाढी बनाएको है होइन दाइ दयाङ दाइले एकपल्ट दाढी बनाउन आएको थियो दाइले खोइ कुन क्रिम लगाइदिनु त्यहाँदेखि दाढी पलाएको छैन त्यसको चुस्त अलिकति अगाडि पराउँछ ऊ पार्टनरको दाढी पनि दाइले नै बनाइदिनु भएको पलाउँदैन त्यसपछि यो नि अब पलाउँछ कि पलाउँदैन कहिलेदेखि हो ए भिडियो लामो भइसक्यो हाम्रो ल त गाइज हाम्रो फाइनल लुक्स काकाको यतापट्टिको भिडियो लिनु हाम्रो फाइनल लुक्स अब दिवाना कट भनेको यो चाहिँ हाम्रो छेउछाउ मिलाउने बिलेट लाउने दाढी मिलाउने थ्रेडिङ गर्ने वास बाँकी नै छ
ल हामीसँग जुडिँदै गर्नु होला हस्त सम्पूर्णलाई खम्सम्नी द